नमस्ते। तपाईलाई केसिटेकद्वारा डेभलप गरिएको मल्टी ट्युटर अनलाइन लर्निङ प्लेटफर्मको वेबसाइट एन्ड एडमिन प्यानलको म्यानुअल भिडियोमा स्वागत छ। यस भिडियोमा हामी तपाईलाई यस वेबसाइटमा कसरी यसलाई युज गर्ने, यसमा कसरी कोर्सहरू राख्ने भन्ने कुराको सबै कुरा डिटेलमा बुझाउनेछौँ। सबैभन्दा पहिला हामी यसको एडमिन प्यानललाई लगइन गर्नेछौँ। यो यसको एडमिन प्यानल लगइन युआरएल हुनेछ। यहाँ चाहिँ यसको युजरनेम र पासवर्ड हामी यसमा राखेर लगइन गर्नेछौँ। अब जुन यो पेज खुलेको छ यसलाई चाहिँ एडमिनको ड्यासबोर्ड भनिन्छ। यसमा तपाईको वेबसाइटको ओभरअल रिपोर्ट चाहिँ हेर्न सक्नुहुनेछ। सबैभन्दा पहिला चाहिँ हामी यसको सेटिङ्समा जानेछौँ। यहाँ सिस्टम सेटिङ्समा जानेछौँ। यहाँदेखि तपाईले आफ्नो वेबसाइटको नाम, वेबसाइटको टाइटल, वेबसाइटको किवर्ड, यसको डिस्क्रिप्सन, यहाँ भएको डिस्क्रिप्सनको मतलब चाहिँ जुन यहाँ हुन्छ यसलाई चाहिँ यहाँ चाहिँ चेन्ज हुँदैछ। हजुरको एड्रेस, इमेल एड्रेस, फोन नम्बर लगायतको विभिन्न कुरा चाहिँ हजुरले यहाँदेखि चेन्ज गर्न सक्नुहुन्छ। नम्बर अफ अथराइज डिभाइस भनेको चाहिँ एउटा कुनै एकाउन्ट, सिंगल एकाउन्ट जुन युजरको स्टुडेन्ट एकाउन्ट छ, एउटा सिंगल स्टुडेन्ट एकाउन्टले चाहिँ कतिवटा डिभाइससम्म म्याक्सिमममा लगइन गर्न मिल्छ भने चाहिँ तपाईहरुको लिमिट चाहिँ राख्नै मिल्छ। अब रहेको छ वेबसाइट सेटिङ्स भन्ने। यहाँदेखि तपाईले ब्यानरको टाइटल अर्थात् जुन यो जुन ब्यानरको सबटाइटल अर्थात् योलाई तपाईले चेन्ज गर्न सक्नुहुन्छ। यदि तपाईले आफ्नो सोशल मिडियाको लिङ्कहरु राख्न सक्नुहुन्छ, तपाईको कुकी पोलिसी, अबाउट अस, टर्म्स एन्ड कन्डिसन्स, प्राइभेसी पोलिसी, रिफन्ड पोलिसी जस्तो पोलिसीहरु तपाईले यहाँदेखि राखेर अपडेट सेटिङ्स गर्न सक्नुहुनेछ। अब आउँछ होम पेज लेआउटको अप्सन। यहाँदेखि तपाईले डिफ्रेन्ट लेआउटहरु तपाईले चुज गर्न सक्नुहुनेछ। तपाईलाई जुन चाहिँ लेआउट मनपर्छ त्यसलाई तपाईले एक्टिभ गरेपछि त्यो लेआउट चाहिँ एक्टिभेट हुनेछ। अब रहेको छ होम पेज सेटिङ्स। यसमा तपाईले कुन सेक्सनलाई देखाउने, कुन सेक्सन नदेखाउने भनेर यहाँदेखि इनेबल वा डिसेबल गर्न मिलेछ। अब रहेको छ वेबसाइटको फ्रिक्वेन्टली आस्क्ड क्वेशनहरु, कन्ट्याक्ट इन्फर्मेसनहरु। रिक्याप्चालाई इनेबल गर्ने नगर्ने भन्ने कुरा हुन्छ। अनि तपाईको लोगो चाहिँ यहाँदेखि छिर्न मिल्छ। एउटा कुरा याद गर्नु होला, लोगो चाहिँ जुन यहाँ डाइमेन्सन दिएको छ यही डाइमेन्सन अनुसार मात्रै हुनुपर्छ। अर्थात् 1000 पिक्सलको हाइट, 700 पिक्सलको वाइड, 330 पिक्सलको 330 पिक्सलको वाइड र 70 पिक्सलको हाइट। यो चाहिँ वाइड हुनेछ, 330 पिक्सल भएको चाहिँ यसको चाहिँ हाइट हुनेछ। यो भन्दा बाहेक अन्य कुनै डाइमेन्सन नभएपछि त्यो चाहिँ राम्रोसँग देखिने छैन। यसमा विभिन्न किसिमको लाइट लोगो, डार्क लोगो, यसमा लोगो र फेब्रिक मतलब चाहिँ जुन यहाँ माथि यो टपमा दिन्छ त्यसलाई चाहिँ फेब्रिक भनिन्छ। यो सबै चाहिँ हजुरले यहाँदेखि सिक्न सक्नुहुनेछ आफैले। तपाईले आफ्नो जुन भिडियो हुन्छ भिडियोमा वाटरमार्क राख्ने नराख्ने भने तपाईले यहाँदेखि चाहिँ इमेजमा राख्ने कि अथवा टेक्स्ट फर्ममा राख्ने कि कस्तो टाइपको वाटरमार्क राख्ने तपाईले यहाँदेखि सेट गर्न मिल्नेछ। तपाईको यस प्लेटफर्ममा कुनै स्टुडेन्टले इनरोल गरेर कुनै कोर्सलाई इनरोल गरेर रिभ्यू दिएको छ भने त्यो रिभ्यू चाहिँ यहाँदेखि तपाईले हेर्न मिल्नेछ। यहाँ डिप कन्टेन्ट सेटिङ्स, गेमिफिकेसन पेजले तपाईले यसमा केही पनि चलाउनु पर्दैन। जुन एसोसिएटिभ्स भन्ने छ यसमा चाहिँ मेटा टाइटल अर्थात् जुन यहाँ आउँछ यसलाई मेटा टाइटल भनिन्छ। मेटा किवर्ड्स, मेटा डिस्क्रिप्सन तपाईँ यहाँ चाहिँ तपाईले चेन्ज गर्न सक्नुहुनेछ। यसमा चाहिँ नर्मली हामी राखिदिन्छ, यसमा तपाईँ केही पनि चलाउनु पर्ने जरुरत छैन। अरु यहाँ जे कुरा रहेको छ यसमा तपाईले चलाउनु पर्ने कुरा केही पनि छैन, सबै कुरा हामी यसमा मिलाएर राखिदिएको हुन्छौँ। अब अर्को आउँछ ब्लग भन्ने सेक्सन। अल ब्लग्स भन्ने रहेको छ। ब्लग भनेको चाहिँ तपाईको वेबसाइटमा एज अ न्यूज टाइपको, एज अ कन्टेन्ट टाइपको एउटा एज अ ब्लग टाइपको चाहिँ तपाईले यसमा राख्न सक्नुहुनेछ। जुन चाहिँ यहाँ यसमा गएपछि यहाँबाट ब्लगहरु हेर्न मिल्नेछ। हामी यसमा एउटा डमी कन्टेन्ट राखेर हेर्नेछौँ। ब्लग राख्नु नगएर सुरुमा हामी यसको ब्लग सेटिङ्समा जानेछौँ। यहाँ चाहिँ ब्लग पेजको टाइटल जुन यो छ, जुन यो सबटाइटल, इन्स्ट्रक्टर ब्लग पर्मिसन भनेको चाहिँ अन्य टिचरले जुन तपाईको प्लेटफर्ममा अन्य पनि टिचरले यसमा यो आफ्नो कोर्स राख्न मिल्छ, उहाँहरूले चाहिँ ब्लग राख्न पाउने कि नपाउने भन्ने कुरा तपाईले यहाँदेखि चाहिँ सेट गर्न मिल्छ। ब्लग भिजिबिलिटी अन होम पेज भनेपछि होम पेजमा यो हामीले इनेबल गरेपछि होम पेजमा ब्लग देख्नेछ। यसरी यहाँ चाहिँ ब्लग देख्नेछ, होम पेजमा देख्नेछ। तर यदि हामीले चाहिँ यहाँ डिसेबल गरेको छ भने यसलाई होम पेजमा देख्नेछ। यो सिर्फ यहाँ गएर क्लिक गरेपछि मात्र देख्नेछ। सो यहाँ पछि हामी यसको ब्लगको क्याटेगोरी राख्नेछौँ। एड न्यू क्याटेगोरी, जनरल, यसमा हामीले जनरल राख्नेछौँ। सबमिट। अब ब्लगको क्याटेगोरी आएको छ।
अब हामी यसको अल ब्लक्समा जानेछौँ। एड न्यू ब्लकमा जानेछौँ हामी। अब यहाँ चाहिँ इन्टर ब्लक टाइटल भनेर लेखेको छ यसमा चाहिँ। त्यो चाहिँ हामीले एउटा डमी टाइटल राखेको छौँ। क्याटेगोरी कुन क्याटेगोरी अनुसार पर्छ अघि हामीले जुन यहाँ राखेको थियो त्यो चाहिँ यहाँ यसरी आफै आउँछ। यो किवर्ड्स भनेको चाहिँ जुन यो ब्लग छ यो ब्लगको चाहिँ रिलेटेड किवर्ड, यो ब्लगलाई चाहिँ मानौँ कुनै युजरले कुनै स्टुडेन्टले गुगलमा के भनेर खोजेपछि यो ब्लग देखिन्छ भने चाहिँ तपाईँले यहाँदेखि चाहिँ किवर्ड राख्न मिल्छ। जस्तो कि यसमा चाहिँ मैले अब यसपछि लेखेको छ डिस्क्रिप्सन भनेर। यसमा चाहिँ तपाईँको ब्लगको सम्पूर्ण कन्टेन्ट तपाईँ राख्न मिल्छ। यसलाई चाहिँ तपाईँले यहाँ यता कोड भ्यूमा पनि तपाईँ यसलाई चाहिँ मिल्छ। बोल्ड अन्डरलाइन लेखेर यसमा तपाईँले आफ्नो फन्ट पनि चाहिँ मिल्यो, तपाईँको टेक्स्टको कलर पनि चाहिँ मिल्यो, ब्याकग्राउन्ड कलर पनि चाहिँ मिल्यो, लिस्ट पनि दिनु मिल्यो। यसरी तपाईँले लिस्ट दिनु मिल्यो, टेबल तपाईँ राख्नु मिल्यो, फोटो तपाईँ राख्नु मिल्छ। फोटो चाहिँ यसमा डाइरेक्टली फोटो राख्नु मिल्दैन। जुन फोटोको युआरएल हुन्छ जस्तै तपाईँ गुगलमा गएर कुनै एउटा फोटो राख्नु पऱ्यो गुगलमा जाने, त्यो गुगलमा गएर चाहिँ त्यो इमेज जुन त्यो इमेज हुन्छ त्यो इमेजको युआरएल कपी गरेर राखेपछि त्यो इमेज चाहिँ यसमा देखिनेछ। यहाँनिर चाहिँ भिडियो हुनेछ। युट्युबको भिडियोको लिङ्क तपाईँ यहाँ राख्न सक्नुहुनेछ। यस्तै गरेर चाहिँ यसमा फुल स्क्रिन यसमा चाहिँ अब हेल्प चाहिँ यसको चाहिँ तपाईँले यसको सर्टकट के कस्तो यसको कोड त्यो चाहिँ तपाईँ हेरिरहेको हुन्छ। अच्छा यसमा मैले केही पनि राख्दैन, यहाँ सिम्पल मैले ए मात्रै लेखेको छु मैले चाहिँ। अब यहाँ आउँछ ब्लगको ब्यानर चाहिँ 2000 वाइट र 500 पिक्सलको हाइट यो फर्मेटमा भएपछि एकदम सठिक देख्नेछ भनेर बनाएको। हामी चाहिँ यसलाई यो डमी कन्टेन्टकोमा चाहिँ हामी यसलाई यो राख्नेछौँ। अब हामी ब्लग थम्बनेलमा चाहिँ यसको जुन मेन फोटो हुन्छ त्यो चाहिँ के हुन्छ भनेर हेर्नेछ। यसलाई चाहिँ मैले एक्चुअली यो राखिदिन्छु। मार्केट पपुलर हो कि होइन गएर चाहिँ यसमा गएर चाहिँ एड ब्लक गरेपछि यो ब्लग अब एड सक्सेसफुली भइसकेको छ। यसलाई चाहिँ हामीले अब यसलाई रिफ्रेस गरेपछि यहाँ भिजिट आवर लेटेस्ट ब्लग भनेर चाहिँ यसरी आउँछ। जुन यो एडमिन भनेर आएको छ यसलाई चाहिँ तपाईँले यहाँदेखि तपाईँले आफ्नो नाम चेन्ज गरेपछि त्यो जुन नाम छ त्यो नाम नै यता अगाडि देखिनेछ। है जुन आपको थम्बनेल भयो यसमा क्लिक गरेपछि यस ब्लगको बारेमा डिटेलमा हेर्न तपाईँ सक्नुहुन्छ। यसमा कमेन्ट पनि लिङ्क गर्न मिल्छ कुनै पनि युजरले, यदि यहाँ लगइन भएको छ भनेबाट है फेरि तपाईँ मिलेन। यस्तै गरेर यसलाई चाहिँ ब्लगमा गएर पनि तपाईँले ब्लगहरू यसमा हेर्न सक्नुहुनेछ। अब अझ कन्ट्याक्ट भने यो भनेको चाहिँ कुनै पनि युजरले कन्ट्याक्ट असमा गएर यहाँदेखि कुनै एउटा फर्म भएको छ भने त्यो फर्ममा भएको डेटा छ त्यो डेटा चाहिँ यहाँदेखि देखिनेछ। अर्को आउँछ न्युज लेटर भनेर। योमा चाहिँ यहाँदेखि कसले आफ्नो इमेल एड्रेस ढाकेर आफ्नो इमेलमा तपाईँको अफरको बारेमा थाहा पाउन मन छ भने उहाँले यहाँ राखेपछि त्यो न्युज लेटर चाहिँ यहाँ तपाईँले यहाँ उसको लिस्ट हेर्न सक्नुहुनेछ। र उहाँलाई चाहिँ तपाईँले न्युज लेटर उहाँले चाहिँ तपाईँले बनाएर पठाउन सक्नुहुन्छ। बल्कमा तपाईँ इमेल पठाउन सक्नुहुनेछ। अब आउँछ मेसेज भनेर अप्सन। यसमा चाहिँ तपाईँले कुनै स्पेसिफिक स्टुडेन्ट युजरलाई पनि तपाईँले यसमा चाहिँ त्यो मेसेज पठाउन सक्नुहुन्छ। तपाईँकोमा जति पनि रेजिस्टर भएको युजर हुन्छ उनीहरू चाहिँ अब स्पेसिफिक एउटा युजरलाई सिलेक्ट गरेर तपाईँले मेसेज पठाएपछि सो युजरले आफ्नो ड्यासबोर्डमा त्यो मेसेज पाउन सक्नुहुनेछ। यहाँ चाहिँ रहेछ युजर्स भनेर, एडमिन्स, इन्स्ट्रक्टर्स र स्टुडेन्ट्स भनेर। यो चाहिँ एउटा मल्टी इन्स्ट्रक्टर अर्थात् मल्टिपल टिचरले यसमा यो प्लेटफर्ममा चाहिँ तपाईँकोमा पढाउन मिल्ने आफ्नो कोर्सहरू बेच्न मिल्ने टाइपको भएको कारणले गर्दा तपाईँ यहाँ चाहिँ तपाईँले इन्स्ट्रक्टरलाई म्याच पनि गर्न सक्नुहुन्छ। यहाँ हामी चाहिँ यसको सेटिङमा जान्छौँ। यहाँ चाहिँ अब तपाईँले पब्लिक इन्स्ट्रक्टरले अर्थात् अरू इन्स्ट्रक्टरले चाहिँ यसमा त्यो पढाउन पाउने नपाउने तपाईँ यहाँ चाहिँ एस पनि गर्न मिल्यो नपनि गर्न मिल्यो। यसमा चाहिँ अब कमिसन सेटिङ कस्तो हुन्छ जस्तो कि यदि कुनै टिचरले यसमा 1000 रुपियाँ बराबर कुनै एउटा कोर्स बेच्नु भएको छ अथवा कुनै एउटा क्लास बेच्नु भएको छ भनेपछि त्यसको 70% चाहिँ टिचरले पाउनेछ। एडमिनले यसको चाहिँ 30% पेमेन्ट पाउनेछ। त्यो टाइपको तपाईँले यहाँ चाहिँ यसलाई घटाउन पनि मिल्छ र बढाउन पनि मिल्छ। यो भनेको चाहिँ एप्लिकेसन भनेको चाहिँ कुनै स्टुडेन्टले यदि एप्लिकेसन अब आफूलाई टिचर हुन मन लागेको छ उहाँ चाहिँ एउटा फर्म भरेर एप्लाई गर्नुपर्ने हुन्छ। त्यसको लिस्ट चाहिँ यहाँ लेखेको छ। यहाँ चाहिँ तपाईँले एप्रुभ गर्न सक्नुहुन्छ। यसको चाहिँ हामी अर्को भिडियोमा तपाईँले बुझाउने नै छौँ। तपाईँ यहाँ चाहिँ अब नयाँ टिचर पनि तपाईँ थप्न मिल्छ। फर्स्ट नेम, लास्ट नेम, उहाँको बायोग्राफी, फोन नम्बर, एड्रेस, उहाँको इमेज हुन्छ।
त्यसपछि अर्को इमेल र पासवर्ड, अर्को सोशल मिडियाको इन्फर्मेसन राख्नु मिल्यो, अर्को पेमेन्टको इन्फो राख्नु मिल्यो र फिनिश गरेपछि सबमिट गरेपछि उहाँको चाहिँ आइडी रेजिस्टर भएको हुनेछ। सेम यहाँ पनि हामी स्टुडेन्टमा हुनेछ म्यानेज स्टुडेन्ट। तपाईको प्लेटफर्ममा जो पनि स्टुडेन्ट रेजिस्टर भएको हुन्छ उहाँको चाहिँ यहाँदेखि चाहिँ यहाँ चाहिँ उहाँको लिस्ट देख्नेछ, उहाँले चाहिँ कुन कोर्स इनरोल गर्नुभएको छ, उहाँले कति पेमेन्ट गर्नुभएको छ, त्यो सबै डिटेल चाहिँ तपाईँ यहाँ तपाईँ हेर्न सक्नुहुन्छ। एडमिन स्टुडेन्ट गरेर तपाईँ चाहिँ नयाँ स्टुडेन्टलाई एड पनि गर्न मिल्नेछ। यो एडमिन भनेको चाहिँ त्यो तपाईँको आफ्नो कम्पनीको हो। तपाईँको कम्पनीमा यो जुन ड्यासबोर्ड छ यो अरू कसलाई एक्सेस दिने त्यो चाहिँ तपाईँ यहाँले चाहिँ अनि त्यो म्यानेज गर्न सक्नुहुनेछ। अब रिपोर्टमा चाहिँ तपाईँको यसमा कति रेभेन्यू भएको छ, कति जना पर्चेस गर्नुभएको छ, त्यो चाहिँ तपाईँले यसमा एज अ ओभरअल रिपोर्ट चाहिँ तपाईँले यसमा हेर्न सक्नुहुन्छ। यो चाहिँ कोर्सको लिस्ट लिस्टबाट देख्नेछ। इनरोलमेन्ट भएको चाहिँ कुन कोर्समा को युजरलाई तपाईँ इनरोल गर्न चाहनुहुन्छ त, कसले कुनै तपाईँ स्पेसिफिक युजरलाई चाहिँ तपाईँले अफलाइन पेमेन्ट अर्थात् म्यानुअली तपाईँ सोसियल मिडिया मार्फत पेमेन्ट गर्नुभएपछि तपाईँले सो युजरलाई यहाँदेखि खोजेर अनि त्यो युजरलाई चाहिँ त्यो कोर्स चाहिँ इनरोल गराइदिनु मिल्छ। यसमा कोर्स इनरोलमा चाहिँ दुई किसिमको हुन्छ। एउटा चाहिँ स्टुडेन्टले आफ्नै ड्यासबोर्डबाट पर्चेस गरेर लिन मिल्यो, पेमेन्ट गरेर लिन मिल्यो। अर्को भनेको चाहिँ यसमा इनरोलमेन्ट गर्नु पर्यो, अर्थात् तपाईँ चाहिँ कुनै म्यानुअली सोसियल मिडियाबाट कसै तपाईँ कन्ट्याक्ट गर्नुभयो, फोन गरेर कन्ट्याक्ट गर्नुभएपछि त्यो केसमा तपाईँलाई चाहिँ उहाँलाई यसरी म्यानुअली असाइन पनि गर्न मिल्छ। यदि तपाईँ चाहिँ कसलाई तपाईँले इनरोल गर्नुभएको छ, कहिलेदेखि इनरोल भएको छ, सबै कुरा यसमा हिस्ट्री पनि हेर्न सक्नुहुनेछ। र अब चाहिँ तपाईँलाई अर्को भिडियोमा यसमा कोर्स कसरी राख्ने भन्ने सबै कुरा यसमा हामी बुझाउने नै छौँ।